Fapula, welcome, namaste, सेवारो आन्दामे, नमस्कार, ओहायो गोजाइमास, हाम्रो चाहिँ हामी ओहायो गोजाइमास, कोमबाङ्वा, आरिगातो गोजाइमास, अन्निहास्यो, चेक गरेर नै कस्तो दिन्छ सेवारो हाम्रो उहाँ चाहिँ लिम्बुनी गर्लफ्रेन्डले धोका दिएको हो उहाँलाई नेपाली लिम्बू भाषा पनि आउँछ लिम्बू भाषा हान्दिनु पर्यो तपाईँले छिटो न हान्दिनु न सर एउटा भातलाई के भन्छ अरे तक्सुम्ब भ्लग चाहिँ हाम्रो युट्युबमा आउँछ पछाडि केटाहरू आउँदैछ तर देखिँदैन हामी जाँदैछौँ अब हामी जोरकलस आइपुग्न लाग्यौँ होइन आज चाहिँ मैले क्लिन सेभ हालिदिएको नयाँ देखिरहेको छ जाँदैछौँ हामी कस्तो क्लिन चाहिँ देखिरहेको छ यहाँ तर पनि केही प्रब्लम छैन मलाई किनभने मलाई त्यो बहिनीले छोडिसक्यो गएन भने त मैले बहिनीले छोडेको चाहिँ अलिकति लाज भन्ने कुरा हुन्थ्यो होला तर मैले लाज चाहिँ त्यो बहिनीसँग छोडिसकेँ हामी जाँदैछौँ हाम्रो यात्रा सुरक्षित रहोस् यही हाम्रो कामना छ कुकुर भित्दैछ सुन्नु होला यहाँ बाटो कटिङहरू दामी गरेको छ ए दामी बाटो यस्तो दामी मिलाएको छ जाँदैछौँ हामी जाँदैछौँ धुलो उडायो हेर्न सक्नुहुन्छ धुलो उड्यो यार पहिले हामी यहाँसम्म कुद्दै आएको नि घाम हेर्नुको लागि यहाँ माथि डाँडाबाट पनि घाम राम्रो देखिँदो रहेछ क्या यहाँ यो बाँधेर के भन्छ यसलाई यो वाल जस्तै बनाएर जाली बुनेर दामी बनाएको रहेछ यहाँ काम गर्ने घाँस काट्नेहरू जाँदै हुन्छ मेरो फोनमा नि राम्रै आउँदो रहेछ यार यो क्यामेरा त भ्लग त भिडियो त ल हामी जोरकलस गेट आइसक्यौँ है हामी जोरकलसको गेट आइसक्यौँ यहाँ हाम्रो अगाडि एउटा ट्रक छ हामी यसलाई ओभरटेक गर्छौँ यो गेट भयो होइन जाँदैछौँ हामी जाँदैछौँ पहाड इलाम यो रुखहरू यहाँ ट्राफिकले यहाँ चेक गर्दैछ हामीलाई ओभरटेक गरेर जाँदैछ यहाँ हामी त्यसैले लुगासुगा खोलेर यहाँ हाम्रो केटाहरू पनि छ पछाडि लुगासुगा खोलेर आउँदैछ यो हेर्न सक्नुहुन्छ ल के चिसो मौसम अनि हामी बेस्ट खोलेर बाइकमा चिसो मौसमलाई तातो बनाऊ कि जाऊ न माया जाऊ कता जाऊ चिसो कन्यामतिर जाऊँ हुन्छ भन्दा तिमी मान्दैनौ आयो हुँदैन भन्दा म मान्दिनँ हामी जाँदैछौँ कन्याम आइपुग्यौँ यहाँ कन्यामको दामी फोटो खिच्ने ठाउँ हाम्रो आइफोनमा चाहिँ ब्याट्री सकिसक्यो चार्ज सकिसक्यो अब हामी यो मेरो स्यामसङ S24 अल्ट्राबाट भिडियो गर्दैछौँ ल कन्यामको हावाले चिसो सारा माया मिसाउने ल हामी चाहिँ अब कन्यामको माथि चढ्ने छेउमा आइपुग्यौँ घोडाहरू हेर्न सक्नुहुन्छ यहाँ घोडाहरू
घोडा चढौँ भनेको, तर यहाँ मौसमको यो घोडा चढ्दै हामीलाई काफी भइरहेछ यी घोडाहरू चढ्छ। अब चिसो छ। हाम्रो चाहिँ गन्तव्य कन्यामसम्म मात्र होइन, हाम्रो चाहिँ माथि स्वामी पार्कसम्म हो। अब फिक्कल पुग्छौँ, अनि फिक्कल पुगेर स्वामी पार्कतिर जान्छौँ। यो हाम्रो नर्सरी रहेछ यहाँनिर सानो फ्लावर्सहरू पाउने नर्सरी रहेछ। यो हाम्रो धुप्पीहरूको रुखहरू छ यहाँनिर। यस्तो छ दामी दामी। बाटोहरूको कुरा गर्नु छ भने सफा क्लिन चिटिक्कै परेको, क्लिन एन्ड neat and clean roads and everything here. Too fresh, fresh nature, greenery. We are today visiting in Konyam, Elam. Today our destination is Swami Park. We will reach there after some time, so after that we will make one short vlog there. Please keep on watching, keep subscribing, keep loving. Now we will surpass this truck. After that I'll capture every scenery, beautiful sceneries of this place. If you love Konyam, please comment I love Konyam here. And my friend, he is illiterate. He studies up to class 5 only. He is that primary level graduate student. He can't understand and Johnny Gorkha. He can't understand English. Two illiterate people are coming my back. Two illiterate people. These two illiterate students, primary level students, they failed more than 5 subjects. So these two punks are driving their motorcycle by leaving their hand. Now let's see the beautiful scene. Let's enjoy this beautiful scene together. Now we are near to these big houses. I don't know what this place name is, but I am sure it is Konyam. Still we are not we didn't reach to that our destination, but sometimes after sometimes we will reach there soon. So please comment this beautiful scenery. Please compliment, give compliment. So we stop here. We park our motorcycle in this area. You can see here all these pebbles and stones are today. All these pebbles and stones are gathered here. So let's talk with that dog. Hello, how are you? Give me your hand. Give me your hand. Hey, give me your hand. Are Kali. Hello, hey, come here. Hey you. Hey you to come here. Come here. Why didn't they listen to me? फिक्कल बजार आइपुग्यौँ अहिले चाहिँ। फिक्कल बजार जाने कि नजाने मैया भनेर गीत गाएको चाहिँ नहाले मुठे भरे। फिक्कल आइपुग्यौँ। फिक्कल यी केटाहरू आउँदैछ दुईजना। यो फिक्कल बजारको के हो, बिचको लोटाबाट जगबाट पानी, यो लोटाबाट कित्लीबाट पानी खन्याउँदै गरेको रहेछ कपमा। एकछिन पखै
फिक्कल 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 टिटी बाँध्दैछ छेउमा पैसा चाहिँ समी पार्कको लागि चाहिँ अब चढ्नुपर्छ उकालो जस्तो छ उपर हाम्रो साथीहरूको बाइक पार्क गरेको छ स्वामी पार्कतिर हाम्रो केटाहरू यहाँ छ दामी 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 छ है यो खासै त्यो यस्तो उस्तो सामानहरू भएको हेर्न आउने खतरा केही भएको स्पेसियल चिजहरू भएको चाहिँ होइन कि यसको यहाँको नेचरै स्पेसियल हो क्या यहाँको चाहिँ ठाउँ नै स्पेसियल शीतल हल्का घाम चाहिँ हल्का त्यो उयोबाट ब्रान्चहरूबाट छिरिरहेछ बट स्टिल नो कोल्ड कुल प्लेस छ नट गुड दामी छ राम्रो छ प्लेसमा अलिक यहाँतिर चाहिँ बस्ने ठाउँ बनाइदिनुपर्छ क्या होइन बस्ने ठाउँमा चाहिँ अलिअलि यो चौतारीहरूमा चाहिँ अलिक राम्रो रहेन रहेछ हाम्रो केटाहरू फोटो खिच्दैछ यो बिएन द साइड हो है बिटिएस क्या पोज दिँदै खिच्दैछ केटाहरू दामी शीतल एकदम नेचुरल प्लेस हो यो उहाँ तलहरू केही भन्दिनँ त्यो बारेमा मैले एउटा डग देखेँ त्यसलाई म बोलाउँछु ल ए यो कम हियर नट यु आइज यो डग कति राम्रो आइज बाघ डरायो यसरी हो क्या कुकुरलाई बोलाउँदै कुकुरसँग अर्को कुकुर आउँछ कि त्यो मलाई थाहा भएको कुरा हो मलाई केही गुनासो गर्नु छैन यहाँ तल चाहिँ एउटा सानो ड्याम रहेछ माछा पालेको छ जस्तो छ यहाँनिर हेर्ने हेर्नु त आइताबारे भन्ने यो ठाउँलाई हो हुन्छ नि कसरी थाहा छ मलाई आइता यहाँनिर चाहिँ यस्तो रहेछ हाम्रो केटाले कुकुर उयो गर्दैछ केटाहरू फोटो खिच्दै जाँदैछ अलिक पिस चाहिने मान्छेहरूलाई एकदम त्यो हुन्छ नि हल्ला खल्लाबाट टाढा जानु छ भने चाहिँ यो ठाउँमा आउनु होला यहाँ चाहिँ यो डगी कुकुर मानिरहेछ फकिरहेछ यहाँनिर तलतिर पनि केटाहरू छ इन्जोय गर्दैछ ल अब केटाहरूको यहाँ फोटो जङ्सन हुँदैछ फोटो खिचिसक्छ टिकटक भिडियो पनि बनाउने अरे यहाँबाट पनि हेर्न सक्नुहुन्छ है क्यामेराम्यान र बिहाइन्ड द साइड त्यो एक्टर हो लड सुख शान्ति समृद्धि पिस वाओ आई लभ दिस प्लेस अब यहाँदेखि यस्तो माथि चढ्ने मुनि चाहिँ यस्तो छ क्या यो जस्तै बाउन्ड्री चाहिँ यो इँटाले लगाइरहेछ होइन अनि हामी चाहिँ यहाँ बिचमा हिँड्नुपर्छ यो बिचबाट हामी योबाट बाहिर निक्ल्यौँ भने हाम्रो ट्रायल फेल भइसकिहाल्छ अथवा यसलाई यसरी जम्प गर्दा पनि हुन्छ अलिकति बाटोमा चाहिँ पहिरो गयो कि खोलाको नाली रहेछ त्यही भएर भएको हुन्छ हाम्रो बाटो यहाँदेखि कन्टिन्यू हुन्छ है यहाँदेखि ठ्याक्कै बिचबाट हिँड्नुपर्छ यसरी हाम्रो सुमित सरले पनि वहाँनिर एउटा रिल्सको लागि भिडियो बनाउँदै हुन्छ त्यहाँ लाइन्स लेख्नुहुन्छ केटीहरू सबै धोकेबाज केटाहरू सबै लोयल भनेर हाल्नुहुन्छ उहाँले उहाँको चाहिँ केटीहरूप्रति चाहिँ आजभोलि चाहिँ त्यही आइरहेछ केटीहरू चाहिँ चिटर भन्छ मैले त्यस्तो होइन साथी सबै केटी त्यस्तो हुँदैन भन्छु होइन अरे यहाँहरूको एउटा बाँदर कुद्दैछ यो चाहिँ अलिक लामो बाँदर ढेँडु भन्छ नि त्यसलाई यो ढेँडु हो यो चाहिँ ल हामी जाँदैछौँ अब हामी फर्किँदैछौँ हाम्रो यहाँ पिकसम्म आइपुग्यौँ हामी हरा भरा ग्रिनरी पिस
हावा चिसो हावा सरर शीतल चलिरहेछ। हामी दुईजना हिँड्दैछौँ यहाँनिर। ओइ खम न हौ। टिकटक बनाउँदैछ आन्टीहरू नाचेर, त्यो चाहिँ हामी खिच्दिनौँ। हामीलाई नत्र गालामा चाँटा पर्न सक्छ। त्यो मेन ओइ त्यो यिनै यता लास्ट हो। अनि दामी बनाएको रहेछ क्या यो चाहिँ। लास्टमा हो त। यस्तो सुइँ घुमाएर बााउन्ड्रिज बनाएर। हामी यता कता हो? होइन ब्लग गर्दै जाउँ। हामी अब यो उकालो चढ्न लागेको। हामी जहिले सिधा बाटो हिँड्दैनौँ क्या हामी कहिले पनि। हामी सर्टकट, हाम्रो डेस्टिनेसन जति टाढा भए पनि हामी सर्टकट बाटो हिँड्छौँ। ल हामी चाहिँ यो जा तिम्रो जा। स्वामी पार्कबाट फर्किँदैछौँ। अब यहाँ फोटोसोटो भयो। कस्तो दाम देख्यो। हाम्रो केटाहरू यहाँ छ है। लक्की यहाँ छ। ल जाने बाटो चाहिँ फिक्कल लेखेको कटेर। केटाहरू फोटो खिच्दैछ यहाँनिर। यो कहाँ हो आफै गेस गर्नु होला। फोटो सेसन हुँदैछ यहाँ। हुस्से कस्तो लागेको छ केही देखिँदैन हौ। उडिरहेछ यहाँनिर। यहाँ रुखहरू केही छैन देखेको। पुरा हुस्से लागिरहेछ पुरा 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 एकदम।